यहाँ हुन्छ लेफ्ट साइडमा भीमा लेफ्ट हैन राइट लेफ्ट राइट लेफ्टमा हुन्छ पर्सेको छोरा तर्से हो न भीमको छोरा भीमा हुन्छ यहाँ चाहिँ पर्सेको छोरा तर्से रेफ्री भजिदिएको छोरा पेन्टीको लट्टे हात मिलाम भीमाको छोरालाई हात मिलाउ न पहिला हात मिलाउ न फाइनल गेम हात मिलाम भन्छ अघि हात मिलाम भनेको त मैले अर्कै बुझेँ नि त ल भाइ हातहरु हेरे अगाडि राउन्ड 1 भाइ नास्यो राउन्ड 1 सुरु हुँदैछ पोजिसन मिलाइ 2 1 गो जय कालो हैरव पर्सेको छोरा तर्सेले हान्दैछ ल भीमको छोरा भीमाले पनि हान्दैछ भीमको छोरा भीमको छोरा भीमले पनि भीमको छोरा का सुतेको अन्त चाहिँ यो 15 लडा खेले सुतेको यहाँ राउन्ड भीमको छोरा यो 15 लडा खेले सुत्न आको ल राउन्ड 1 यस्तो भएको छ भीमको छोरा भीमेले अनि हार्नु भएको छ पर्सेको छोरा तर्सेले राउन्ड 2 सुरु हुँदैछ ओके राउन्ड 2 म त 20 सँग पनि खेलेर आको स्टार्ट हात मिलाइ भाइ पहिला हात मिलाइ सकेको 3 2 उही मलाई एकछिन यहाँ खाल्टो भयो यार मलाई लम्बे नलग कम्पेयर गरेर लग न बल पेलेर 3 2 1 को यस केटहरु बिस्तारी यस अनुहारको रियाक्सन दिन्छ यस म बिस्तार लान्छु अब बेसी अब लान्दै त यार ओ लान्दे त अब यार यो त उठेर घर जान लग्न सक्दैन लग्न दिसे ओए घरबाट झरे काण्ड होला नि आधा चेरा ओ दुईटाको पावर चाहिँ हो यार यो सुतेको नछु न मुकाबला कस्तो छ भाइ भन्दै यस्तो गर्छ नि कसरी यस्तो गर्छ घरि यस्तो गर्छ घरि तेरो हात कहाँ छ नछु न भाइ म लग्ने यो राउन्ड 2 मा बर कडा भइराछ है राउन्ड 2 मा कडा छ है कडा छ राउन्ड 2 भीमको छोरा भीमले सुत्नु उ यो हात उचालेर यहाँ ल्याइसक्यो त हात उचाल्दै यहाँ ल्याउँछ अनि कहाँ छ मेरो लग्ने यहाँ छ हात कहाँ छ राउन्ड 2 एकदम कडा खतरा हुँदैछ हात उयो गर्दै ल्याउँछ ओट मान यार केडा ल पर्सेको पर्सले राम्रो दिइराख्नु पर्छ आज बाउको उयो यस्तो हात गरिहाल्छ हात यो उयो गरेर सुत्दे भाइ सुत्दै ओ नो चले आया ओइ हात हातेर बाउको यस्तो रन होल हानेर सिद्धे त मेरो वाउ राउन्ड 2 को विनरको वाउ राउन्ड 1 को विनरको राम्रो भएको राउन्ड 1 यता भाइले जित्यो राउन्ड 2 मा जित्नु भएको छ राउन्ड 2 यता खतरा देखिरहेछ केटाहरू पसिना आएर छेला भइरहेछ यता हेर्दै भाइ अलिकति केटा नसोय नत्र यसको मेन पर्छ डेन्जर छ यहाँ बडी फुल्लेको देख्न सक्नुहुन्छ यता भाइ बडी देखाइदियो त यो ओ यता भाइ यसको खतरा फुलिरह्यो ओ ल राउन्ड 3 भाइ रेफ्री राउन्ड 3 रेडी बोला एकछिन भीमको छोरा एकछिन यस्तो रिल्याक्स गर न यस्तो हल्लाउ एला के हो यार यसले त होल्ड ओइ मालिस गर्दै भाइ मालिस गर्दैन यस्तो छ्यापछ्याप गर्दै जा ध्यान गरेस् म छ्यापछ्याप अब फाइनल हो नि त यिनीहरुको सिनियरहरु त्यसले कस्तो दामी हान्दैछ यस्तो च्याप पकडेर गर्दा बो खतरा यस्तो च्याप पकडेर गर्दा दाजु भाइ यो यिनीहरु चाहिँ भाइले मालिस गर्दिरहेछ दाइको जेठा माइला यसको म यतिदेखि लान सक्दिनँ क्या मेरो पावर सिधिहाल्छ ल रेफ्री कलिङ हाम्रो भीमको क्यामेराम्यान चाहिँ कसको छोरा हो कमियर भजिदिएको ल राउन्ड 3 मा भीमको छोरा यस्तो नपार्नु होला फाइनल है सुभाष अलिक उठिस है त दाइ यो ठाउँ भएन यहाँ हेर्नु मेरो यत्रो खाल्टो छ क्या अलिकति त सर्न त यो म्याप पका यहाँ ठाउँ लान्छ मिलेन र अब अलिक ठाउँ मिलाउनेमा हामी जाँदैछौँ प्रयास अब यो फाइनल राउन्ड रहेको छ फाइनल राउन्ड 3 मेरो झन् ओह्रालो भयो 2 1 रेडी पेलेर लग है बिस लु गयो छैन छुको छैन टिका दिएछु गयो 1 मिस्टेक गेम फिनिश हो त अनि ल लास्ट राउन्ड गरौँ नि त ल लास्ट राउन्ड फेरि ल
लास्ट राउन्ड लम्बे नलगा बल जुदाएर अघिको जस्तो बल जुदाएर मैले अट्याकिङ पावर चाहिँ सक्दैन ल। होल्ड छैन 3 2 1 गो होल्डिङ गरेर यस यस मैले होल्ड हान्नु सक्दिनँ क्या अब यसको हो अब यहाँदेखि लग्नु सक्दैन हेर्नु कौन ठाडो पारिरहेछ सिधै यो चाहिँ 15 सुतिसक्यो हेर उठ्यो उठ्यो उठ्दै थियो त यहाँसम्म गरिहाल्छ फेरि रेफ्री डिसिजन गर्दै ल जी यो रेफ्री हेर न रेफ्री जब हात हुन्छ जान्छ नि त हेर क्या यसले छुनु पर्यो क्यामेरामै हेर्दै बस्दै क्या यो क्यामेरामै ल ल ल ल क्यामेराम्यानको काम छैन ए क्यामेरा रेफ्री रटीको बात ल भीमको छोरा पर्सेको छोरा 3 2 1 गो हेर है रेफ्री हेर है गइसकेको छ हेर ल ल ल ल छैन ल ल ल गयो रे ल विनर को रह्यो विनर भीमको छोरा भीमे ल अनि यता हार्नु भएको छ यो भिडियो यतिमै रह्यो पर्सेको छोरा यो भिडियोमा 100 लाइक क्रस भयो भने हामी अर्को च्यालेन्ज लिएर आउनेछौँ